हेलो गाइज, हामी चाहिँ अहिले टक्क लगाएर यहाँ बारुला पोल्न रेडी हुँदैछौँ। यता हाम्रो मामा हुनुहुन्छ, यता चाहिँ बारुला पोल्ने नाइके यहाँ माइजू। यता नमस्कार गरिदिनु माइजू। यता आमा यता मामा हुनुहुन्छ, बारुला पोल्ने मान्छे। यता ठुल्बा हुनुहुन्छ, बा चाहिँ हेर्ने हो, हामी त हेर्ने हो, म चाहिँ भाग्ने खाले है। बारुला चाहिँ यता तलतिर ए अरियाल सरी। अब चाहिँ टक्कै यसो रेडी हुँदैछ। पेट्रोल चाहिँ अहिले लाउने बेला हाल्ने अनि वाप्पै पेट्रोल चाहिँ यसै तानमा जान्छ भरेर रेडी भयो बारुला पोल्ने। बारुला चाहिँ रुखमा है, बोरैले लिन्छ यो रुखमा मलाई आइदियो हुन्छ नि, त्यसले गोरो मात्रै काट्दै हुन्छ होइन भने त्यो एउटाले लाइटर लाएर एउटा चाहिँ सट्टै झस्टै झुस्टी चाहिन्छ नि त। एउटाले यो तलसम्म मात्रै एउटाले यता लाग्यो लाइटर एउटा पछि हट्यो, एउटाले झोटी हाल्ने। सुरु हुन आँटेको छ। पाल भन्ने कहाँ सघायो भने त्यहाँबाट त्यही हो, आइपुग्ला अब चाहिँ रेडी हुन आँटेको छ। टक्क पोल्न जान हाम्रो माम जान लाग्नु भएको। हजुर यता मामा हुनुहुन्छ, अर्को मान्छे पनि आउँदै हुनुहुन्छ है। यता हाम्रो मामा यसो थम्दिनु नि यसै, एक हो यस्तो थम्दिनु। अब यहाँबाट हाम्रो हिरोको इन्ट्री हुन्छ। बारुला पोल्ने हिरो 1 2 3 4 गो। ल हिरोको इन्ट्री भइसकेको छ। यता हिरो हाम्रो बारुला पोल्ने हिरो यसो थम्दिनु पर्यो एकलट। यहाँ चाहिँ आगो लगाएर रेडी भएको अवस्था छ। चालो रात ल त्यो आमा भएको लाइटिङ ल्याउनु त, त्यो आमाले बोलेको एकछिन काटेर। ल है रेडी भयो है। ल हाल्यो है, हाल्यो गाइस। उन्नै पाएन यार, खतरा बोल्यो। सही पोल्नु हो, सही गाइस। ऐसा नि झर्छ भुइँमा हुनु हुने होला। त्यो झरे नि के हुन्छ, त्यत्रो गोल कति खाने मलाई होला। हजुर भरिले छ यार, त्यहाँ त बोरा हाल्न नि मिल्दैन हुन्छ पर्दैन के बोराले। यो त भोरी नि है त भरिलो हो यार। सही छ यार, सही। मैले त कस्तो गोलो बट्टारेर लाएर भरिलो हो यार। चार माना पुग्ला क्या हो यता हेरौँ त। झरिसियो त्यो लाग्छ उता बोरा हाल्न मिल्दैन, ठुलो हो। चढेर हाँगेको त काट अनि बचाउनु। त्यो फेदसेदको काटिदिनु भयो नि, काटिदिनु भयो मतलब। खतरा कस्तो दामी देखेको क्या होइन। माथिल्लोपट्टिको यस्तो झरेको उमा लगाएर पहिला सपोर्ट चाहिँ माथिबाटै लिया हो क्या यसले। पल्लोपट्टि हाँगा छैन कि
फुल फल्यो त राख्नु त त्यही बोरा अर्थ होला कोच्यो भने तपाईँ थुन्से नि ल्याउँदा नि हुन्छ होला दाना बोरा भयो चाहिँ स्वर मिल्ने रहेछ हाँ काट पहिला तल काट्नु तल तल हाँ पर्दैन तपाईँहरू गएर खाएर जानु माया ल्याउनु मन छ त्यही खेल्नु ल अहिले टक्कै यहाँ काटेको अवस्था छ त्यो त खाइसक्दैन क्या धेरै खाँदैन कि खाँदैन अरे बोरा र झरे खायो भोलि बिहान आमा टिपेर खानु यो हागो के भन्नु लाइट चाहियो आमा हो क्या लाइट चाहियो हे बच्चा झरे पखन त बोरा हालेर काटौँला क्या बोरा हाल्ने पहिला घप्पै अनि काट्ने क्या बोरा हाल्ला नि यो दुईटा हात काट्नै सक्छ यसरी छिराउनु मिल्ला नि त यसरी मुखबाट चाकबाट मिलेछ दुईटा हालेर ठेक्छ कि काट कस्तो स्याप्प काट्न नमिल्यो मार हाल्नु मिल्छ नि खाने क्या फुल छ झिक्नु झिक्नु पकाएन बोइलो माउ टिप्यो भने एक छाक छ ल बल्यो कहाँ झ्याप्पै भयो नि यसले यहाँ एक माना माउ छ माउ त बाहिर कस्तो म त लन्ड नै खोज्छु त हौ एक माना माउ छ क्या त्यस फर्र घुमाएर बसेछ है भोटे त पहिले भरि नै रहेछ नि होइन मामा भरेन म पोखरा होला भनेको पखै अब बोरा आउँछ नि बोरामा हालेर काट ओइ झऱ्यो है झऱ्यो अब बोरा अर्को भयो नि हेलो त अन्त तिर्दै भयो भने छिर्छ त्यत्रो उज्यालो चाहियो क्या ल उज्यालो अर्को लाइट चाहिन्छ ल उज्यालो हेर्नु त्यो नि भनिहाल्यो अब तान्न मिल्छ होला घप्पै माथि भेट्नु माथि अड्के हो कि त्यही अड्क्या भएर त अस्तिलो भएर झाँगाले अब तल नि लाग्यो माथि पनि गएर लाग्यो दुइटा ठुलो बनाउँदै गयो नि त अनि यसको बढाउनु पऱ्यो अनि हाम्रो सहित दिएर खायो गुड आउँदो रहेछ तर आगो सही बल्यो कि सुरुमा है बेखेर भयो त्यसरी नभित्र त्यो ठुलो बोला झर्दैन नि अनि यो त्यही भएर त्यो यस्तो काठ बनायो कि यस्तो नबनाएको त सानो हुन्छ नि पुल त ठुलो गोलालाई यो फरक बनाएको थियो नि त भाइले त्यो चोकै हालेर फरक नबनाएको टाका निकाल्यो छैन भन्छ माउ छ दुईतिर होला चार्नु त फ्लड भिडियो बनाऊ यहाँ छैन होला नि अब त माउ त देखाइदिनु झर्ने गएर एकचोटि अलि एकछिन जाउँ त ल है गाइज ल यो चाहिँ टक्क लाएर यो मौरीको टक्कै हल्लाइदिन्छ एकलट अलि यतापट्टिबाट न अब म हेर्दै हुने भइहाल्दिनँ यत्रो छ ल अहिले चाहिँ हामीले सकिसकेका छौँ यता हाम्रो नाइके के छ ठिक छ काटियो एकदम ल ठिक छ के भन्न चाहनुहुन्छ हजुर मस्त भुटेर खानुपर्छ मस्त भुटेर अब हेल्दी अब कोही सक्दैन मलाई यहाँ अब भ्याकुर रहेछ टन्नै त्यो लट्टा भ्याकुर ए छोडिदिनु काका लो छोडिनु रहेछ ए त्यो भैँको पर्दैन यहाँ टन्ने हेर्नु न यहाँ कति भरिलो हेर्नु त त्यहाँ भरिलो
भुइँमा लाइट भए म चिप्छु छ नि यो लाइट चर्को लाइट छ माइजी लानु नि त यो यसमा राम्रो लाइट छ टोक्नीलाई नाङ्लो तिरपाल लिएर नाङ्लो भयो भने नाङ्लो लिएर आउनु त आमाश्री पोलिसकेको छ चाका त कतिवटा रहेछ 4 5 6 7 माउ छ थानी भयो छोडिदिनु ठुलो छोडिदिनु यही टन्ने छोडिदियो भरिलो हो कि सबै भरिलो टिपेर नाङ्ला हाल्दा कोही त पाके हुन्छ नि पाकै रहेछ यो उता फेराएर हाल्ला त्यो नाङ्लो छैन एउटा रहेछ हुन्छ ठुलै रहेछ ठुलै रहेछ कति जग्गा भरे दाइ 7 जग्गा रिपोर्ट पुऱ्याउनु पर्यो नि रिपोर्ट दुईटा फाड्डो भयो है त छोरी नै 2 हेली चलाउनु पर्ने भयो कि नभन्छ ल बिचतिर भएको त्यो त 8 महिना रहेछ जिउँदै रहेछ कति मिहिनेतले यस्तो बनाएको छ कसो टुक्रा टुक्रा भयो यहीँ राख्नु यसलाई पुगेन भने सेतो खान फाइदा कि कालो खान फाइदा बराबर खानु मिसिन्छ मिसाएर खाने हो सबै पोका हिँडिराखौँ अनि घडी घडी फेरि पछि खाँदा त सेतो मिठो घडी घडी पछि मिलाउनु हुन्छ मेरो भाइ सेतो माउ नि भुटेपछि मिठो हुन्छ माउको ठेक्रा लाग्छ होइन मिसाएर भुट्दाखेरि त्यो माउले केही गर्दैन माउमा माउमा मात्रै चाहिँ काम लाग्दैन यो बच्चा पनि माउ पनि सबै मिसाएर ठिक हुन्छ पूर्णिताका मलाई दसैँमा भन्नु पर्यो नि पूर्णिताका पोल्दिनु म अलिअलि जिउँदै भयो जहाँ पनि मैले म नआइकन केही हुन्न कि म आएपछि के सोध्थेँ तपाईँलाई बोलाउने मैले कसलाई बोलाउने आएर पोली जोड्दिनु म त अयर भनिदियो है अमेरिकाले फोन गरेपछि अनि त्यहाँ छ रे ल त आएर हेरि दिउँसो हेरि चाँडो भयो त्यो पल्लो थैले चाहिएन यतै छ थैला थैला मेलको भाइ कति रे अर्को लाइट ल्याउनु पर्ने थियो लाइट भएर त्यो माउन्ट टिपेर लानु सक्छ भोलि त कमले लाएर अहिले एकछिन भोलि त पुरै कमले लाएर त्यो खाइहाल्छ नि यतै लैजान्छ हुँदैन अब त पखेटा डढिसक्यो कसैको आँखा डढे होला कहाँ जम्मैलाई टोकिहाल्थ्यो नि रुखा जाने टोक्थ्यो भयो सेतो ओरिजिन पाइँदैन खतम बनाउँथ्यो यसले कता भान्जालाई अलिकति पठाइ भने क्या सानो भान्जालाई हो थाप्नु त खोइ अर्कैमा हाल्दैन 7जना भयो 1 2 3 त्यही त 7 भाग भयो नि बाबु 7 भाग भयो नि भयो त्यो 8 भाग भयो नातिलाई त्यही त नि चोखाइदिउँ न भनेर एकदम त्यसले खाएँ
के अरे जाने भान्जा जाने भने होइन हो म जाने हो काठमाडौँ बोर्ड कहाँ उडाउनु पहिला अनि बोर्डकैले यसै दिदी अनि हातले हाल्यो भने हुन्छ कति दिनु पर्छ हाल्यो डबल काम यसो हाल्यो यसो हाल्नु एउटामा हिँड्न यहाँ त्यो हिँड्ने खोइले चिज भयो कसै कान्छ म जान्छु के भन तपाईँ लाइट बाल्नु म तपाईँलाई अब कस्तो झिन्जी गएर बाबा टोक्ला टोक्ला अच्छा कतिवटा भयो तपाईँलाई भयो यहाँ ठगुनु भयो नि खोइ मारा कसैलाई पनि छुट्याउनु हुँदैन ल सक्यो होइन त समाप्त भयो